हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। म चाहिँ आज चाहिँ आफ्टर 15 डेज पछि ड्युटी जाँदैछु अनि अहिलेको मेरो पेसेन्ट चाहिँ आउट अफ द वे हो। सो म चाहिँ अब मेरो यहाँ रुमबाट आफ्नो मिनी ब्लग स्टार्ट गर्दैछु। स्टे विथ मी। म चाहिँ बाहिर निस्किसकेँ। यति गर्मी छ बाहिर, कुरा नगरौँ है। अहिले ठ्याक्कै 10:30 भयो। म रुमबाट निस्किँदा मेरो चाहिँ 10:30 बजेको पिकअप हो। मेट्रोबाट जानुपर्छ, त्यसपछि बल्ल चाहिँ आउँछ काम लिनको लागि। गर्मी छ, कसरी पुग्ने हो? 10-15 मिनट हिँड्नुपर्छ मेट्रो तक पनि। गाह्रो छ। ड्युटी नभए पनि ड्युटी भएन भन्छु, ड्युटी भयो भने पनि जान अल्छी लाग्छ। त्यस्तै छ मेरो जिन्दगी गाइस। आज हिँड्दैछु। एक तपाईँहरूले मेरो पहिलाको ब्लग हेर्नुभएको छ भने चाहिँ साइड ठाउँ तपाईँहरूले यस्तो चिन्नुहुन्छ कुन ठाउँ भनेर। म चाहिँ मलभित्र छिर्दैछु। मलको 2 मिनटको एसीवाला बाटो। फेरि काम स्टार्ट भइसक्यो। एकछिन भए कस्तो मजाको ग्रिन भ्यू छ क्या। पसिना आउन सुरु भइसक्यो। गाह्रो छ। चाहिँ मेरो मेट्रो स्टेसन पनि लगभग आइपुग्यो। देख्न सक्नुहुन्छ आइएम नियर टु द मेट्रो स्टेसन। अब एकछिनमा म इन्टर गर्छु। यस्तै हो नियर मेट्रो स्टेसन। म इन्टर गरिसकेँ। मेरो मेट्रो पनि आइसक्यो। आज चाहिँ मेट्रोमा चाहिँ वेट गर्नु परेन। सो दुबईको गर्मी त्यहाँ चाहिँ मोटो मान्छे कम्पिटिसन गरिरहेछ गाइस। المحطة الأخيرة لهذا القطار هي صيدلية لايف. المحطة القادمة هي بنك أنظر التجاري. The final destination of this train is Life Pharmacy. ADCB. म चाहिँ अब एक्जिट गर्दैछु। फाइनली म चाहिँ पिकअप मेट्रो स्टेसनसम्म चाहिँ आइपुगेँ। एक्जिट गरेर चाहिँ कल गर्छु। डाक्टर चाहिँ आइपुग्यो कि नै आजको यात्रा चाहिँ राम्रै हुन्छ किनकि पहिलाको जस्तो नजिकको पेसेन्ट चाहिँ होइन। सो यस्तो आई विल सो यु द आउटसाइड भ्यू लेटर है कस्तो छ भनेर। ड्राइभर आउन चाहिँ टाइम लाग्छ अरे। सो उसले चाहिँ म आएपछि कल गर्छु। मलाई बाहिर निस्कि भन्दैछु। सो एकछिन चाहिँ वेटिङ एरियामा चाहिँ ड्राइभरले कुरिनु बसिरहेको छु। गर्मी छ पुरा टिकमा बसेर बसेको टी सर्ट लागेर सेफ्टी भन्छ फेसमा। स्टे आफ्टर 30 मिनट्स अफ वेटिङ ड्राइभर चाहिँ आउँदैछ। म चाहिँ यसो छाता चाहिँ बन्द गरेर राखेँ ब्यागमा है। बाहिर आउनु पऱ्यो। सो अब चाहिँ म चाहिँ पुग्दैछु यहाँ बस स्टपमा। मेरो गाडी चाहिँ यो हो फाइनली म चाहिँ यो पानी मानेर खानु गइरहेको छु। गर्मी छ सो स्टे हाइड्रेटेड। आज चाहिँ म चाहिँ एक्लै पिकअप साथीसँग चाहिँ एक्लै थियो। सो कोही पनि छैन म र ड्राइभर मात्रै छौँ आज चाहिँ। नत्र भने चाहिँ अहिले त यो पुरा पिकअप हुन्छ नि त। पिकअप डेजहरूमा चाहिँ यो बिहान त फुल हुन्छ। तर आज चाहिँ एक्लै छु म। पानी खानु गइरहेको छु। यो हो फेरि हामी एकछिनलाई यस्तो गर्नु भइरहेको छ भने काम गर्नेहरूलाई चाहिँ कति गर्नु भइरहेको है। गाह्रो छ। परिवार पाल्नको लागि दुःख गर्नै पऱ्यो। हामी चाहिँ ट्राफिकमा छौँ। म चाहिँ यत्रो दिन पढाउनु बसेर पनि नकाट्न नै भ्याएको थिएन क्या। अझै पेसेन्ट तिनजना परिरहेको छ नि त। सो त्यसमा नकाट्छ गाडी। फाइनली नकाट्ने काटेर सकियो। द रिजल्ट एरियामा चाहिँ लोकल रहेछ है मजा यो। हामी चाहिँ सार्जा छिटिसकेँ। चाहिँ सार्जा हो। मेरो चाहिँ 4 डेजको ड्युटी हो। सो आई डोन्ट नो 4 डेज कसरी कन्टिन्यू गर्न सक्छु किनकि यो चाहिँ मेरो लङ टाइम ड्युटी हो अहिलेसम्म। किनकि म पहिला गर्ने पेसेन्टमा चाहिँ त्यसमा हाम्रो 2 डेज 3 डेज ड्युटी हुन्थ्यो। तर अहिले चाहिँ लङ छ, टाढा पनि छ। स्टिल आई एम अन माई वे। मेबी अब चाहिँ आउन लागिसक्यो। डेजर्ट पनि रहेछ। कस्तो राम्रो पार्टी हुँदैछ क्या। अब चाहिँ 5 मिनट पछि चाहिँ फाइनली आइ एम अन माई डेस्टिनेसन। कसैले ठाउँमा चिन्नुहुन्छ भने कमेन्ट डाउन। राम्रो नर्सरी। फाइनली म चाहिँ आइपुगेँ। यो चाहिँ पेसेन्टको घर हो। डेट्स पनि रहेछ। फाइनली आई एम अन माई ड्युटी। बाई, थ्याङ्क यू फर वाचिङ।